नेपालमा सम्पत्ति मूल्याङ्कन क्षेत्रमा कार्यरत इन्जिनियरहरूको पेशागत हकित मर्यादा र संस्थागत एकताको त्यही सपनाबाट जन्मिएको संस्था हो नेपाल भ्यालुअर्स एसोसिएसन। विक्रमसम्म 2068 सालमा तदर्थ समिति गठनसँगै संस्थाको संस्थागत यात्राको सुरुवात भयो। तदर्थ समितिका अध्यक्ष थिए वसन्त रमण रजौरे। 2069 सालमा अञ्जनी कुमार देवजु श्रेष्ठको अध्यक्षतामा प्रथम कार्य समिति स्थापना भएको थियो। त्यसपछि विक्रमसम्म 2071 सालमा दीपक बाबु कडेलको नेतृत्वमा दोस्रो कार्य समिति बन्यो। विक्रमसम्म 2073 देखि 2081 सालसम्म लगातार 3 कार्यकाल ऋषि कोइरालाले नेतृत्व सम्हाले। वसन्त रमण रजौरे, अञ्जनी कुमार देवजु श्रेष्ठ, अशोक सिलवाल, ऋषि कोइराला, सञ्जय महतो, लैला श्रेष्ठ, दीपक बाबु कडेल, राजेश बाबु पौडेल र देवी प्रसाद भट्टराई यी नामहरू केवल नेतृत्वको नाम होइनन्, यी नेपाल भ्यालुअर्स एसोसिएसनको प्रारम्भिक सङ्घर्ष, संस्थागत निर्माण र पेशागत विरासतका आधार स्तम्भ हुन्। विक्रमसम्म 2068 सालमा सुरु भएको त्यो सानो प्रयास आज स्थापित र सशक्त संस्थाका रूपमा अघि बढिरहेको छ। 9 जना संस्थापक सदस्यहरू मध्येका एक इन्जिनियर सञ्जय कुमार महतो 2081 साल असोज 4 गते सम्पन्न नेपाल भ्यालुअर्स एसोसिएसन एनबिए को 6औं अधिवेशनबाट नेतृत्व सम्हालिरहेका छन्। नेतृत्व सम्हाले सँगै महतो मूल्याङ्कनकर्ताको हकित, सेवा सुविधा र पेशागत मर्यादा स्थापित गर्न निरन्तर सक्रिय छन्। अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, बैंकर्स एसोसिएसनदेखि विभिन्न बैंकहरूसँग समन्वय गर्दै उनले पेशागत समस्या समाधानका लागि पहल गरिरहेका छन्। उनकै नेतृत्वमा मूल्याङ्कनकर्ताहरूको क्षमता अभिवृद्धिका लागि तालिम, प्रशिक्षण तथा देशव्यापी कार्यक्रम सञ्चालन भएका छन्। बैंकहरूसँगको संवाद र आवश्यक पर्दा आन्दोलन मार्फत पनि उनले सदस्यहरूको अधिकारका लागि आवाज उठाएका छन्। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँगको आन्दोलनपछि समस्या समाधानदेखि राष्ट्र बैंकबाट मूल्याङ्कन सम्बन्धी मापदण्ड कार्यान्वयन गराउने पहलसम्म महत्त्वको भूमिका उल्लेखनीय मानिन्छ। पछिल्लो समय एनबिए र डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल डिमान्डबीच सेवा र शुल्कलाई एकरूप बनाउने सम्झौता पनि उनकै कार्यकालको महत्त्वपूर्ण उपलब्धि बनेको छ। सबै बैंकमा एउटै मापदण्ड लागू गर्ने लक्ष्यका साथ सञ्जय कुमार महतो आज पनि मूल्याङ्कन पेशाको संस्थागत विकासका लागि निरन्तर सक्रिय छन्। बैंकिङ प्रणालीको सुरक्षा केवल बैंकको जिम्मेवारी मात्र होइन, त्यसको आधार तयार गर्ने मूल्याङ्कनकर्ताको पनि हो। तर भ्यालुअर कमजोर भयो भने बैंक नै सुरक्षित रहँदैन भन्ने दृढ विश्वास राख्छन् इन्जिनियर सञ्जय कुमार महतो। भ्यालुअर डराउँदैन, भ्यालुअर झुक्दैन र भ्यालुअर सत्यबाट पछि हट्दैन। भ्यालुअर कमजोर भयो भने बैंक नै सुरक्षित हुँदैन। अब शुद्ध त ब्याङ्कर पनि हुनुपर्छ। म ब्याङ्कलाई के भन्दिनँ, मेरो एजेन्डा नै शुद्धिकरण हुनु पर्यो थियो के, र छैन पनि छ। आफू शुद्ध भएर के पनि नहुने छ कि मुहानै फोहोर देखेँ कि मैले। अब त्यो मुहान कसलाई भन्नुहुन्छ, ब्याङ्क हो कि मुहानै फोहोर देखिरहेको छु मैले। उनी भन्छन् आन्दोलन रहरले होइन, बाध्यताले गर्नु परेको हो। बैंकको ठुलो नाफाको आधार नै मूल्याङ्कन प्रतिवेदन भए पनि भ्यालुअरको श्रम, सेवा शुल्क र पेशागत सम्मान अझै सुनिश्चित हुन सकेको छैन। एनबिएलाई आन्दोलन गर्न मन त हुँदैन, तर नगरिकन सुख नि पाउँदैन। हाम्रो चाहना पनि एउटै ब्याङ्कर एसोसिएसनसँग समाधान भयो त किन हामी ब्याङ्क चाहिँ गएर आन्दोलन गर्दै हिँड्नु पनि हाम्रो चाहना त होइन नि। ब्याङ्कर एसोसिएसनले खासै चासो दिएको छैन। ब्याङ्क चल्ने दुईटा इन्कमबाट हो। एउटा इन्कम इन्ट्रेस्ट भन्ने आउँछ, नन इन्कम इन्ट्रेस्ट भन्ने आउँछ। हामीले गरेको काममा 75% नाफा आउँछ। महत्त्वको स्पष्ट धारणा छ, प्रमाण बिनै दोष भ्यालुअर माथि थुपार्नु न्याय होइन। निष्पक्ष छानबिन पछि मात्र कारबाही हुनुपर्छ। सामान्य त्रुटिलाई अपराध बनाइनु हुँदैन। यदि दोषी नै हो भने कारबाही गर्नु स्वाभाविक पनि हो। अनजानमा भएको गल्ती त्यसलाई चाहिँ हामीले जोगाउनै पर्छ। बोले भन्दा एक्सनमा जाऊँ, एक्सन भन्दा काममा जाऊँ। मैले काम गरेको फिल भएको भएन हौ साथीहरू, त्यसपछि फेरि 2 महिनापछि बसौँ। भाषण होइन, परिणाममा विश्वास गर्ने उनी अहिले सम्पूर्ण बैंकमा एउटै मापदण्ड लागू गर्न, मूल्याङ्कन पेशालाई सम्मानित बनाउन र नेपाल राष्ट्र बैंकले आवश्यक सुधारको नेतृत्व लिनुपर्ने आवाज बुलन्द गरिरहेका छन्। पेसा मेरो रगतमा छ, म छोड्नेवाला छैन। म ढटेर गर्छु यो काम। जो बदमासी गरिरहेछ माथि बसेर त्यसलाई ठिक पार्ने, म जुन दिनसम्म बस्छु एनबिए को लागि लडेर बस्छु। अध्यक्ष महतोले आफ्नो कार्यकालको उपलब्धिको श्रेय आफूमा मात्र सीमित नराखी
पदाधिकारी तथा टिमको सहयोगलाई महत्त्वपूर्ण मानेका छन्। उनका अनुसार अझै 3-4वटा बैंकसँग सम्बन्धित विषय समाधान गर्न बाँकी छ। संस्थागत कामका क्रममा आफूले केही दुःखद अनुभव समेत भोग्नु परेको महतोले बताए। भर्खरै अध्यक्ष भएको थिएँ, म एउटा सिओलाई भेट्न गएको, सरकारी सिओ ब्याङ्कको सिओलाई भेट्न गएको। हामी 4 घन्टा कुर्यौँ, टाइम दिनु भएन, दिनुभयो, जाँदा जाँदा दिनुभयो, तर 1 मिनट पनि दिनु भएन, उभिँदै कुरा गर्नुभयो। त्यो चाहिँ मलाई चाहिँ दुःख लाग्थ्यो कि मूल्याङ्कनकर्ताले उठाएका पेशागत विषयलाई सम्बन्धित निकायले गम्भीरतापूर्वक सुन्नुपर्ने उनको धारणा छ। एसोसिएसन र ब्याङ्क एसोसिएसनको जुन एग्रिमेन्ट भएको छ त्यो बहु लागू भएको छैन। अबको चाहिँ मेरो कामै त्यही हुन्छ, किनभने यो 3-4 महिनामा गर्न सक्यो भने त्यो भयो भने धेरै कुरा त्यहाँ क्लज छ क्या। एउटा ब्याङ्क एसोसिएसन र भ्यालु एसोसिएसन कुनै डिस्प्युट आयो भने त्यो बसेर छलफल गरेर बल्ल ब्ल्याकलिस्ट गर भन्ने छ। त्यस्तै चाहिँ धेरै कुराहरू छन्, जस्तै एनबिएको मेम्बर हुनुपर्छ भन्ने छ। अब सानो कुरा छ बाँकी। महतोले आफ्नो कार्यकालको अर्को महत्त्वपूर्ण उपलब्धिका रूपमा नेपाल राष्ट्र बैंकले मूल्याङ्कनकर्ता सम्बन्धी निर्देशिका निर्माणका लागि गठन गरेको 7 सदस्यीय कार्यदलमा नेपाल भ्यालुअर्स एसोसिएसनलाई सदस्यको रूपमा समावेश गर्नुलाई लिएका छन्। राष्ट्र बैंकले चाहिँ 7 सदस्य गठन गरेर नेपाल भ्यालु एसोसिएसन पनि राखेको छ त्यहाँ। त्यो पनि नेपाल भ्यालु एसोसिएसनलाई ठुलो उपलब्धि हो। उनको वर्तमान कार्यकाल अब करिब 3 देखि 4 महिना मात्र बाँकी छ भने उद्देश्य अनुरूप करिब 80% काम सम्पन्न भएको उनले दाबी गर्छन्। भन्दा पहिला ब्याङ्क हामी आन्दोलन नै गऱ्यौँ, एनआइएमबी ब्याङ्क। त्यसपछि आन्दोलन नगरिकन हामीले चिठी पठाएको भरमा चाहिँ 3-4 ब्याङ्कले गरिदिनु भएको छ। ग्लोबल आइमी ब्याङ्क, एभरेस्ट ब्याङ्क होइन, त्यसपछि चाहिँ माछापुच्छ्रे ब्याङ्क, कुमारी ब्याङ्क, त्यसपछि एनआइएमबी ब्याङ्क, यिनीहरूमा सबै भइसकेको छ। अनि एसबिआई ब्याङ्क, एसबिआईमा चाहिँ टाइम पनि लाग्यो तर गरिदिनु भयो उहाँले। त्यसपछि हुन लागेको हो भने नि अब हामीले गर्न बाँकी भनेको 3-4 ब्याङ्क छ, जसमा 80% हामी जितिसकेका छौँ, अब 20% बाँकी छ। संस्थाको विधान अनुसार पदाधिकारीहरू 2 पटकसम्म दोहोरिन सक्ने व्यवस्था छ, तर पुनः नेतृत्वमा आउने विषयमा महतोले निर्णय सदस्यहरूको मूल्याङ्कनमा निर्भर हुने बताउँछन्। सदस्यहरूले आफ्नो कार्यकालको कामको मूल्याङ्कन गर्दै पुनः नेतृत्वमा आउन आग्रह गरेमा बाँकी काम पूरा गर्ने उद्देश्य सहित नेतृत्वमा फर्किने सोच रहेको उनले संकेत गरेका छन्। मेरो कामको हिसाबले मलाई चाहिँ साथीहरूले गर्नुभयो राम्रो हुन्छ भने म चाहिँ फेरि चाहिँ आउन सक्छु। नेतृत्व पदका लागि होइन, जिम्मेवारी पूरा गर्न हो भन्ने दृष्टिकोण सहित अघि बढिरहेका महत्त्वका लागि आगामी केही महिना एनबिएको नेतृत्व यात्राको निर्णायक चरण बन्ने देखिन्छ। तिमीले जे गर्दा पनि हुन्छ, किनकि तिमी ब्याङ्क हो। मूल्याङ्कन कम गर, मूल्याङ्कन बढी गर, हामीले गर्यौँ किनकि तिमी ब्याङ्क हो। इन्सुरेन्स सर क्लाइन्टले लोन तिरेन भने तिमी इन्जिनियरले तिर्नुपर्छ भनेर औँठा छाप लगाउन लगायो, त्यो पनि मान्यौ किनकि तिमी ब्याङ्क हो। 20औं वर्षदेखि भ्यालुएसन फी बढेन, हामी चुप बस्यौँ किनकि ब्याङ्क हो। भएको फी घटायौँ, हामीले मान्यौँ किनकि तिमी ब्याङ्क हो। कामको लागि तिमी आफ्नो अघि पछि मलाई घुमायौ, त्यो पनि गरे किनकि तिमी ब्याङ्क हो। तर अब यी सबै कुरा सहने सीमा समाप्त भइसक्यो। अब न्याय, अन्याय, दबाब र एकतर्फी निर्णयहरू स्वीकार गरिने छैन। आफ्नो अधिकार र सम्मानको संरक्षणका लागि आवश्यक कदम चालिनेछ र यसको उचित प्रतिकार गरिनेछ।